आज चाहिँ हाम्रो एक्कासी घुम्न जाने प्लान भयो। अघिल्लो दिन रातिसम्म हामीलाई केही सुरसारै थिएन, घुम्न जाने भन्ने कुनै सोचै थिएन। तर भोलिपल्ट बिहान हुने बित्तिकै एक्कासी अब घुम्न जाने सोच भयो, घुम्न जाने प्लान भयो भनौँ न होइन, घुम्न जानको लागि प्लान गरियो। अनि अब घुम्न जानको लागि अलिक टाढाको बाटो बाइकमा जान सम्भव थिएन, त्यही भएर हामीले चाहिँ एउटा गाडी बुक गऱ्यौँ। अनि घुम्न जानको लागि हामी पथरीको फ्यामिली र यहाँ हाम्रो फ्यामिली गरेर दुई फ्यामिली चाहिँ घुम्न जाने प्लान बनाइयो। त्यही अनुसार मैले चाहिँ यहीँ बेलबारीबाट नै अब गाडी बुक गरेर बेलबारीको हामी चाहिँ 4 जना मेरो परिवार चाहिँ यहाँदेखि गाडी चढेर पथरीसम्म गयौँ होइन। अनि पथरी पुगेर पथरीको परिवार पनि रेडी भएर बाटोमा आइसक्नु भएको रहेछ। अनि त्यहीँदेखि पथरीको परिवार पनि चढ्नुभयो बाटोदेखि नै। अनि त्यहाँदेखि चाहिँ हामी अब गाडी फुल भएर त्यहाँदेखि अगाडि गयौँ। अब हाम्रो यात्रा भनेको चाहिँ धेरै टाढाको थिएन, तर पनि बाइकमा जान चाहिँ अब यति ठुलो परिवार सम्भव नभएका कारणले गाडी बुक गर्नुपर्ने भयो। अनि हाम्रो यात्रा भनेको चाहिँ मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्ने रमिते डाँडा थियो, जहाँ टेन्ट हाउस भनेर एउटा चर्चित पर्यटकीय स्थल बनेको रहेछ। म पनि पहिलोचोटि गएको होइन, त्यहाँसम्म जानुपर्ने यात्रा थियो। अनि हामी अब बाटोमा गफगाफ गर्दै गर्दै रमाइलो यात्रा जोस् पहाडको ठाउँ, जोस् मोरङको गर्मी खाँदा खाँदा पहाडको ठाउँमा पुग्दाखेरि एक प्रकारको अलग्गै रमाइलो हुने रहेछ। राम्रै ठाउँ रहेछ रमिते। अब त्यस्तो धेरै परिवारसँग घुम्न जाने भन्दा पनि अब साथीभाइहरूसँग यताउता रमाइलो गर्ने खालको ठाउँ रहेछ। त्यही पनि परिवारसँग जाँदा पनि एकदम रमाइलो नै भयो, त्यस्तो नरमाइलो त भएको होइन। अब हामी चाहिँ सर गाडीमा गयौँ। अनि त्यहाँ पुगेपछिका केही दृश्यहरू चाहिँ अब तपाईँहरूमाझ राख्दैछु है त मैले। अलिक नजिक हुन्छ है, यसले त घुमै संसार यता कुदा जान्छ ए छोड न केटाकेटी छेत्रीको छोराहरूको परामा स्पेसल कटुवालको छोरो, यहाँ प्योर छेत्री, सुँगुरको चाना हातमा, यता पिलेटमा, यता प्योर बस्ने आउने नै। ल हामी चाहिँ कहाँको रमिते डाँडाको टुर, फ्यामिली टुर है। अनि पहिलोचोटि केटाकेटीलाई पहाड लिएर आएको। ए केटाकेटीहरू खुसी भएर उहाँ कहाँ कहाँ पुगिसके है सबैजना। मोरङको गर्मी खान नसकेर फेरि मोरङकै चिसो खान आएको हामी। यो चाहिँ मोरङको चिसो। हाम्रो पहाड चाहिँ ठ्याक्कै तलबाट 45 मिनटमा आइपुगिन्छ। मौसम चाहिँ एकदम कुल छ यहाँको है। मेरो छोरीलाई चाहिँ डर लागिसक्यो अरे पहाड देखेर। किन डर लागेको पनि, छोरीको चप्पल चाहिँ पहाड आउने खालकै छ। 10 फुटको हिल लाएर आइरहेछिन् होइन, उसले त बिचरा अर्कै लाएर आइरहेथिन्। मम्मीको काम हो यो चाहिँ, उसले त अन्त फेसन सो गरिदिएर मम्मीले बिगारिदिनु हो उसलाई। चप्पल लाउँदा हुन्थ्यो नि उसलाई, किन फेसन सो गरिदिनु बिचराको। तर कति राम्री भइरहेछ नि त फेरि, त्यही भएर फेसन सो त गरिदिनै पर्यो नि। मम्मीलाई स्या स्या भइसक्यो। कति लाने तितेपाती घारी छ यहाँ, तर फुल चाहिँ छैन, तितेपाती मात्रै छ। ओइ फटाओ बाटो मुच्छौ तिमीहरूलाई पह। कस्तो दामी ठाउँ। म नि आइपुगेको रहन्छ हो यता त पहिले नि। आइपुगेको रहन्छ। कसले सोर्स लगाएको तिमीले? अनि भिलाजु दसैँ चौरीमा थियो। ए मेरो यो कसले उसमा लगाएको टाइममा आया हात
मेरो एउटा फुल पनि भेटिरहेको छ फुल टिपे फुल बोक्ने बोका केटाकेटी टिकटक बनाउनु चाहियो ल ए टिकटक बनाउनु चाहिँ फुल चाहिन्छ मलाई थाहा थिएन नि त के भन्छ फुल आफै केही होइन भन्दैछ नि त गीत अनि चाहिँ के अरे कुरोको फुल भेटेपछि के गर्नु भाइ भाइ गयो ल खोइ त नि ग्राफरहरू कता गयो फोटोग्राफर यो त भिडियो मात्रै हो आइफोन नै त्यस्तो फोटो खिच ल तेरै मात्रै गराउँछु त फोटो खिचौँ ल फोटो खिच है कन्न मस्ती ल रमितेको दृश्य अवलोकन गर्दै हाम्रो फ्यामिली मौसम यस्तो दामी छ नि तल मोरङको गर्मी अनि फेरि मोरङकै चिसो क्या मिलेको यहाँबाट देखिने दृश्य रमितेबाट कस्तो रहेछ भने म चाहिँ हेर्न क्या तर मेरो सपनाको ठाउँ चाहिँ रहेछ तिम्रो सपनाको ठाउँ तिमीलाई पनि यस्तै ठाउँमा गएर आउनु मन थियो नि 17 वर्ष भइगयो बिहे गरेको अब हनिमुन मनाउन आउन नि नमिल्ने के गर्नु र छाउन त भर्खरै छौँ ए उनीहरूले के को यहाँ रमिते मोरङलाई हिँडिरहेको छ ल उहाँ अन्त उनीहरूको उहाँ सिङ्गापुर थाइल्यान्ड उता कता कताको सोध्छ उसले यहाँ रमिते डाँडा देखाउँछ यता गएपछि उता गए यति छिटो त हिँडेन न होला त अनि हामी धेर बेर त बसिन नि त अलमल्लिएर त अनि त्यसमा टिकटक बना भनेको बाई बाई रमिते होइन अब देखि अब छोडिदिएको रमितेलाई अब मन परेन होइन मलाई त ठिकै लाग्यो त्यस्तो नरमाइलो होइन ठाउँ चाहिँ रमाइलै हो यहाँको फेसिलिटिजहरू चाहिँ दिन जानेनन् हो सो हामी स्वागत गर्न जानेनन् हामीलाई खोइ छोड्नु एकछिन म बग्छु यस्तरी खिच्नु भने चाहिँ अलिक बढी आउँदो रहेछ क्या ल के भयो हामी आज फर्केको बाटोमा एकछिन ल्याउनु म बग्छु नि छोड्दिन कसलाई के भयो कसलाई के चाहियो के भयो त लडो कि किन रुको ए ओह्रालोमा गुटुङटुङ कुद्नु पाइँदैन है त्यसरी अब यो भिडियोमा रुको पनि देखिन्छ बाबाले पनि यो रुको हेर्छ सबै अब ब्लगरहरू नि लास्टै लजाउने हुनुहुन्छ है के हो यार होइन अनि हाम्रो आज त बी ह्याप्पी ट्रिप सकेको छैन नि त होइन लास्टमा हुन नि सक्छ लास्टमा म रिसाउन नि सक्छ लास्ट मोमेन्ट त बाँकी नै छ छन त पर्खाइमा देखाइ न बेना कसको पर्खाइमा केटो कहिले अहिलेदेखि होइन आएको कसको पर्खाइमा गर्लफ्रेन्ड होइन यसको त गर्लफ्रेन्ड छ नि फेरि तीनटा पो छ अरे त हाम्रो भाइ सिङ गर्लफ्रेन्ड भन्दै जानुपर्ने गर्लफ्रेन्ड डेट जानुपर्छ भन्छ ए तिमी पनि यस्तो जाडो ठाउँमा आएर नि पानीपुरी खान्छन् गऱ्यौँ खाने चाहिँ जाडो खाने हो नि त सिस्नो पाइँदो रहेछ स्पेसल ठुलै खराब छ त मलाई अघिदेखि चटपटे खाना मन लागेको बनाइदिनु पर्यो अनि भइगयो त एकजनाले चटपटे बनायो दुईवटा ठाउँ छ एकजना यतातिर चटपटे बनाउनु एकातिर पानीपुरी बनाउनु त भइगयो नि के भएको यस्तो यो
ओभर एक्टिङ हो यो मुसा आयो यो म त के भयो भन टर्सी पनि कसरी सुसो भएको चाहिँ हामी त अघि मैले यसरी च्याप्प पक्रेर झम गरिरहेको छु हाम्रो त हात केही नलाइतिर टप टप टिप्नुहुन्छ हाम्रो घरतिर पानीपुरीको कतिको अमै यो चकचकेलाई त के गर्नु राम्रो त राम्रो हुन्छ यो नि कुरा त हुन्छ